नमस्ते साथीहरू, आज चाहिँ मैले अर्डर गरेको थिएँ यो MAZE मेज नेपालबाट डम्बल सेट। आज चाहिँ म जस्तै भर्खरै ल्याएको छु र अनबक्सिङ गर्न गइरहेको छु। हेरौँ के छ यसमा, तपाईहरुले हेर्न सक्नुहुन्छ। म अब अनबक्सिङ गर्दैछु साथीहरू। टक यहाँ लक नेपाल लेखिएको रहेछ। अब यसलाई पनि च्याप्ने प्रखरमा कि तर्खरमा। बक्स त ठुलै छ साथीहरूलाई, अलिक हेल्प। यो 20 केजी छ, परे होइन? आफै फर्राक फतलाक कताबाट फतलाक गर्दैछ कि के हो? ओ फर्राङ गर्दैछ बोल्दै। बोरा, अब यो बोरा निकाल्नको लागि त्यताबाट तान्ने नि। यो के रुवा हो? अनबक्सिङ भयो साथीहरू, भयो भन्नाले पनि हुँदैछ। यसमा के छ त अब डम्बलहरूको सेटमा यो 2 केजीको एउटा, यो पनि 2 केजीको, सबै 2 केजी, यो 1 केजी होला, यो 1.5 केजी, यो 1.5 केजी, यो 1 केजी 1.25 रहेछ। यो चाहिँ अलिक ठुलो डम्बल रहेछ। यो ठुलो 2 केजी के रहेछ, 2 केजीको सेटहरू यो सबै, यो डम्बलहरू। त्यसै गरी यो ग्रिप 2टा 3टा ग्रिप रहेछ। ग्लभ्स पनि आउँदो रहेछ साथीहरू। अनि लास्टमा चाहिँ यो नट्सहरू रहेछ, यति रहेछ ग्लभ्स। अब यसलाई चाहिँ लगाएर युज गर्ने चाहिँ भोलिदेखि हो। आज चाहिँ खालि अनबक्सिङ गरेर यति सामान चाहिँ पाइयो। थ्याङ्क यू।